सो यो भिडियो चाहिँ तपाईहरुले जसले फेसबुक लङ टाइम देखि फेसबुक चलाइराख्नु भएको छ अनि कन्टेन्ट मोनेटाइजेसन धेरै पहिलादेखि चलाउनु भएको छ तर पनि पाउनु भएको छैन भने नि उहाँहरुको लागि भिडियो बनाएको छु। भिडियो अन्त्यसम्म हेर्नु होला। तपाईले किन पाउनु भएन यो पनि जान्नु हुनेछ अनि मेरो पेजलाई मेरो टिकटकलाई पनि फलो गर्नु होला। अनि तपाईले किन पाउनु भएन यसको मैले थोरै तपाईलाई बताइदिन्छु। हजुरले यो गर्नुभयो भने तपाईको फेसबुकमा मोनेटाइज आउने सम्भावना एकदमै धेरै हुन्छ। तपाईले धेरै गीतहरुमा अनि साउन्डहरुमा तपाईले भिडियोहरु हाल्नुहुन्छ त्यसरी हाल्दाखेरि तपाईलाई कुनै न कुनै कपिराइट लागेको हुन सक्छ। कपिराइट चेक गर्न सक्नुहुन्छ एउटा फर्स्ट भनेको। सेकेन्ड भनेको तपाईहरुले चाहिँ म्युट गर्दिएको हुन्छ। कुनै पनि तपाईहरुले म्युजिक प्रयोग गर्नुहुन्छ अरूको म्युजिक प्रयोग गर्दाखेरि तपाईको भिडियोहरु म्युट गर्दिएको हुन्छ। त्यो कारणले गर्दा तपाईको मोनेटाइजेसन अप्सन नआएको हुन सक्छ। त्यही भएर त्यो म्युट चाहिँ हजुरले कसरी चेक गर्ने मैले यो भिडियो बनाएको छु। लास्टसम्म हेर्नु होला अनि तपाईले पनि आफ्नो फेसबुकमा चेक गरेर त्यसपछि त्यो म्युट भएको भिडियोहरु डिलिट गर्नु होला। त्यसपछि हजुरको त्यो समस्याको सल्भ हुनेछ है त। प्रोफाइलमा जानु होला। आफ्नो प्रोफाइलमा गएपछि यहाँ थ्री डट देख्न सक्नुहुन्छ। थ्री डटमा गइसकेपछि पेज सेटअप भन्ने आएको छ। यहाँ पेज सेटअप असमा जानु होला। त्यसपछि यहाँ गुड न्यूज नो भाइलेसन सो भनेको छ। यहाँ कुनै पनि भाइलेसन आएको छैन। तपाईको यस्तो ग्रीन टिक अनि यो लेखेर आएको छ भने चाहिँ तपाईको चाहिँ कुनै पनि समस्या छैन फेसबुकमा। अनि तपाईले यो चाहिँ भइहाल्यो एउटा कुरा। अनि तपाईले अर्को कुरा म्युट चाहिँ कसरी गर्दिएको हुन्छ भन्ने तपाईले जान्न चाहनुहुन्छ भने यहाँ रिल्स भन्ने अप्सन आएको छ। रिल्समा दबाइदिएपछि यतातिर देख्न सक्नुहुन्छ यो नीड टु रिभ्यू भन्ने आएको हुन्छ। नीड रिभ्यूमा जानु भयो भने तपाईको यहाँ कुनै पनि तपाईको म्युट गरिदिएको छ। फेसबुकले कुनै पनि अरूको म्युजिक प्रयोग गर्नु भएको छ अनि म्युट गरिदिएको छ भने तपाईले यहाँनिर तपाईको भिडियोहरु देखाउँछ। सबै देखाउँछ अनि तपाईले भित्र गएर सबै एक एक गरेर त्यो भिडियोहरु डिलिट गर्नु होला। अनि त्यसपछि तपाईको आउने सम्भावना चाहिँ एकदम धेरै हुन्छ। मोनेटाइज मजाले पाउन सकिन्छ है त।